हेलो साथीहरू, नमस्ते, गुड मर्निङ। हार्दिक स्वागत छ अफिसियल दुई दिनको एकदम पानी गरेपछि अहिलेको यो मौसम, यहाँको ताजा मौसम चाहिँ अलिकति घाम देखा परेको छ। किनभने हिजोदेखि अस्तिदेखि नै पानी परिरहेको थियो, घाम देख्न अलिकति थियो। थोरै मात्रामा चाहिँ अहिले घाम देखेको छ, तपाईँहरूले थोरै देख्न सक्नुहुन्छ होइन। म चाहिँ अहिले यात्रा गर्दैछु ड्युटीतिर, त्यस कारणले गर्दाखेरि चाहिँ तपाईँहरूलाई पनि यहाँको ताजा मौसम थोरै देखाइदिउँ चाहिँ मैले यो मिनी भ्लग बनाउन चाहेँ। र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। अब हामी पुग्यौँ सिमखोला भन्ने ठाउँमा। सिमखोलामा पनि थोरै सानो बजार छ। यसमा चाहिँ विभिन्न किसिमको तरकारीहरू होइन, होटल, वर्कसपहरू पनि छ। र सिमखोला कटिसकेपछि अगाडिबाट तपाईँको यो माथि कुलेखानी ड्याम जाने बाटो र तलपट्टि काठमाडौँ जाने बाटो आइपुग्छ। र त्यहाँबाट तपाईँको हामी हिँड्यौँ र त्यसपछि हामी सिमखोलाको पुल आइपुग्छ। र त्यो पुलबाट माथि तपाईँको थोरै कुलेखानी ड्याम पनि देखिन्छ है। म तपाईँहरूलाई कुलेखानी ड्याम पनि थोरै देखाएँ, यही हो कुलेखानी ड्याम। र त्यसपछि हामी अगाडि बढ्यौँ र अगाडि बढ्दाखेरि तपाईँको त्यहाँ मान्छेहरू देख्यौँ र मान्छेहरू के भएको रहेछ भन्नु हामी पनि ओर्ल्यौँ। र ओर्लिसकेपछि त्यहाँको ब्याड न्युज हामीले सुन्यौँ। र ब्याड न्युज के रहेको छ भन्दाखेरि चाहिँ हिजो जुन अविरल वर्षा भएको थियो, त्यो हिजो राति तपाईँको स्कुलसित मान्छे गएको रहेछ। हिजोदेखि नै मान्छे भेटेको छ, खोजी कार्य एकदमै जारी छ, खोज्ने कार्य जारी छ। आर्मी, सशस्त्र, खोजिसकेपछि त्यहाँ माथिबाट स्कुटर फेला पर्यो। र स्कुटर फेला परिसकेपछि स्कुटर कहाँको मान्छे के रहेछ भन्ने कुरा पत्ता लाग्यो। त्यो मान्छे चाहिँ तपाईँको काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको सर्लाहीको महेश कार्की भन्ने मान्छे रहेछ। त्यसपछि फेरि मान्छे खोज्नतर्फ हाम्रो सशस्त्र प्रहरहरू लाग्नुभयो र खोज्दै गर्नुभयो र भेटाउन सकिएन है। एकदम खोजी कार्य तल पनि खोज्नुभयो, माथि पनि खोज्नुभयो, चारैतिर त्यहाँ भएको ठाउँमा चाहिँ सबै ठाउँमा खोज्नुभयो। अझै खोजिरहनु भएकै छ होइन। त्यहाँबाट नभेट्दा फेरि अलिकति तल गएर नि खोज्नुभयो। तल गएर नि खोज्दा तपाईँहरूको भेट्नु भएन र भेटाउनु भएन। अनि त्यसपछि उहाँहरू चाहिँ खोजी कार्य गरिरहनु भएको छ अझै पनि। र हामी चाहिँ त्यसपछि अब हामी आफ्नो बाटो लाग्नुपर्छ, यहाँ बसेर मात्रै हुँदैन भनेर चाहिँ आफ्नो बाटोतर्फ लाग्छु भनेर त्यहाँबाट चाहिँ हामी निस्क्यौँ। साथीहरू, स्याड न्युज होइन, हिजोदेखि मान्छे मान्छे भेटेको छैन। त्यहाँबाट निस्किसकेपछि हामीले धेरै राम्रो भ्यूहरू देख्यौँ। झरना एकदमै राम्रो झरना देख्यौँ, कति लामो झरना, ठुलो झरना पनि देख्यौँ। र पारी डाँडाहरू कति राम्रो डाँडा देख्यौँ, एकदमै क्लियर देख्यौँ है। सुपिङ डाँडा देख्यौँ, हरेक कुराहरू चाहिँ त्यहाँबाट क्लियर देख्यौँ। र त्यसपछि हामी आफ्नो गन्तव्य स्थानतर्फ आइपुग्यौँ। र तपाईँहरूलाई यो भिडियो मन परेमा भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला।
भिडियो कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त। धन्यवाद।